उल्लेख गर्छ र झगडा गर्ने आफ्नै साथीलाई सँगै बसेर सँगै खाइरहेको साथीलाई उसैले खाएको खानाबाट मात्तिएर उसैले ठोक्ने त्यस्तो मान्छेलाई ठिक गरौँ भनेर त्यहाँनिरको लागि प्रहरीको सिर्जना भएको हो। अब यसलाई हामीले प्रहरी नाम दिउँला अन्त अर्कै पुलिसिया भन्ला पुलिस भन्ला अर्कै कुरा हुनसक्छ। त्यसैले प्रहरी आम नागरिकको सपनाको लागि आम नागरिकको शान्तिपूर्ण बाँच्ने सपनाको लागि समृद्धिको सपनाको लागि विकासको सपनाको लागि सबै सामञ्जस्यताको लागि चाहिँ प्रहरी बनेको छ। यी सबैको सपना पुरा गर्न बनेको प्रहरी द्वन्द्वमा खटिन्छ बन्दमा खटिन्छ। द्वन्द्व बन्द नेपालमा खुब भइरहन्छ नि त, निकै भइरहन्छ। नेपालमा भइरहने अरू चिज के हो थाहा छैन, अनिवार्य भइराख्ने र देखिराख्न पाउने चिज चाहिँ द्वन्द्व बन्द लडाइँ झगडा ढुङ्गामुढा त्यो टायर भाल्ने के गर्ने अनि गाली गलौज गर्ने यही त हो। धेरै यही भएको छ। यो कुराको विकास गर्नुको साथ अर्को कुरा विकास गरे अर्कै भइन्थ्यो होला, कस्तो गजब भइन्थ्यो होला। बाहिर संसारका सबै ठाउँमा चाहिँ नेपालीहरू झगडालु हुन्छन् मात्रै होइन। जब के अरे बिपी के अरे सरी उसले भोपी शेरचनले भन्नुभएको छ नेपालीहरू कुनै के छन् त्यसैले बहादुर छन् भन्नुभयो। होइन त्यो कुनै के भएर बहादुर हुन् भने त साँच्चै केही आफ्नो मित्र भावनाले सभ्य पनि हुनुपर्छ भन्ने कुरा आधुनिक समाजको माग हो। त्यसैले म त सबैका सपना पुरा गर्न प्रहरी सबैका सपना पुरा गर्न नागरिकका इच्छा स्वतन्त्रपूर्वक बाँच्ने आकांक्षा पुरा गर्नको लागि प्रहरी बनेको हो। त्यसैले प्रहरी द्वन्द्वमा खटियो बन्दमा खटियो हिमालमा खटियो पहाडमा खटियो हिउँमा पनि खटियो खोजमा पनि खटियो पहरामा पनि खटियो धुलोमा पनि खटियो धुवामा पनि खटियो गाडीको ठक्करमा पनि खटियो सबैतिर खटियो। तर अब त्यो खटिँदा खटिँदा घाममा खटिँदा कोइला बनेको प्रहरी यता दिनभरि घाममा खटिन्छ दिनमा घाममा खटिँदा धुलोले पुरिएको अनि डढेर कोइला बनेको प्रहरीलाई फेरि झोक चल्यो भयङ्कर झोक चल्यो। त्यसैलाई कोइलामाथि गर्यो। जसको लागि खटिएको उसैले जसको लागि खटिँदा कोइला बनेको डढेर जसको लागि खटिएर कोइला बनेको त्यो कोइलालाई उसैले लगेर बालिदियो उसैले बालिदियो उसैले ढालिदियो उसैले जलाइदियो। अब कहाँ जान्छ? जसको लागि भन्दा काम गरेको उसैले बालिदिएपछि कहाँ जान्छ? कहाँ जाने? तैपनि हामीले के छ भने अगाडि वडा अध्यक्षले पनि भन्नुभयो ढलेको अवस्थाबाट पनि फेरि पुनर्जागृत भएर उठेर फेरि नागरिककै हकमा चाहिँ आउनुपर्छ भनेर जागृत भएर आएको यो प्रहरी हो। यो यस्तो प्रहरी चाहिँ त्यो घरबारविहीन अवस्थाबाट घरबारविहीन अवस्थाबाट दरबारसहितको चाहिँ ठाउँमा तपाईँले ल्याइदिनु भयो। यो चाहिँ राज्यले परिपूर्ति गर्नुपर्ने हो। राज्यले परिपूर्ति गर्न सधैँभरि भ्याउँदैन, यो टाइम पनि लाग्छ। राज्यले पर्खिँदाखेरि धेरै समय लाग्दो। तपाईँहरूले अहिले गरिदिइहाल्नु यो छोटो समयमा भयो, छोटो समयमा भयो, ब्यारेक भयो, घर भयो, अफिस भयो। त्यसैले अब यो अहिले त तपाईँ घामले जलेर कोइला बनेको प्रहरीलाई फेरि जलायो रमाइलो गर्न खोज्ने व्यक्तिका बिचबाट पनि फेरि त्यहाँ कमलको के अरे हिलोमा कमल फुले चाहिँ तपाईँहरू चाहिँ एकदम हिलोका कमलहरूको शैलीमा तपाईँहरू चाहिँ जागृत भएर यो प्रहरी चाहिँ कार्यालय बनाइदिनु भयो। र यहाँबाट यो चाहिन्छ, यो चाहिँ यसले चाहिँ यसको सेवाले हामीले आफ्ना क्रियाकलापहरू सुचारू गर्नुपर्छ भन्ने चेतनाले तपाईँले यो काम गर्नुभयो र यो साथ दिनुभयो, हात मिलाउनु भयो। र अब त सधैँभरि अब यो भवनबाट प्रहरीलाई घर भएको छ, बदमासलाई डर भएको छ, सज्जनलाई भर भएको छ। अब यो स्थितिको चाहिँ सिर्जनाको पुनरुत्थान भएको छ। अब प्रहरी कर्मचारीहरूले चाहिँ आफ्नो सेवा गर्ने उनीहरूको तोकिएको दायित्व त छँदैछ। तोकिएको दायित्वको सँगसँगै अब यो सेवा प्रदान गर्ने विगतका शैलीहरू नागरिक भने चाहिँ सार्वभौम भनेको छौँ हामी। नागरिकलाई सार्वभौम नागरिक लोकतन्त्रमा नागरिक सार्वभौम हुन्छन्, सार्वभौम सत्ता सम्पन्न हुन्छन्। सार्वभौम सत्ता सम्पन्न नागरिकको सम्मान हुनुपर्छ। त्यसकारणले हाम्रा बोली वचन व्यवहार र कार्यशैलीहरू पनि सार्वभौम नागरिकको सम्मानका खातिर चाहिँ त्यसतर्फको सिकाइ हुनुपर्छ। त्यसभित्र अहिले नागरिकहरू सबैले लेख्न सक्दैनन् पढ्न सक्दैनन् भन्ने स्थिति छ भने पनि जो लेख्न सक्दैन पढ्न सक्दैन त्यस्तो अवस्थाबाट वञ्चित भएर अहिलेको अवस्थासम्म आइपुगेको छ त्यस्तो नागरिकको लागि निवेदन पनि लेखिदिने र लेखिएका निवेदनहरू उहाँका समस्याहरूको
अनुसन्धान गर्दै जाँदाखेरिका काम गर्दै जाँदाखेरिका प्रोग्रेसहरू के भए, त्यसमा के चाहिँ गर्यो त प्रहरीले भनेर त्यो नियमित रूपमा त्यो उहाँका निवेदनका, उहाँका उजुरीका अथवा जाहेरीका सम्बन्धमा चाहिँ नियमित रूपमा प्रहरीले गरेको प्रगतिको विवरण पनि पीडितलाई एसएमएस मार्फत पुर्याउनु भनेर हामीले भनेका छौँ र यो नियमित रूपमा प्रहरीले गर्दै पनि आएको छ। यो गर्नुपर्छ। त नागरिकको हितको लागि, नागरिकको चाहिँ सम्मानको लागि पनि गर्नुपर्छ र यो एउटा सेवाप्रति, आफ्नो सेवाप्रतिको इमान्दारिता पनि हो, हामीले त्यो भनेका छौँ। अब यी भवनहरू चाहिँ अझ राम्रा बन्न सक्दा होलान्, अझ ठिक होलान् भविष्यमा, त्यो पनि सोच बन्ला। तर अहिले जे छन् यसबाट हामीले निश्चित गर्ने सेवा चाहिँ नागरिक मैत्री हुनुपर्छ, सेवा भावले ओतप्रोत भएको हुनुपर्छ, व्यावसायिक हुनुपर्छ। हाम्रा व्यावसायिकता चाहिँ बोली, वचन, व्यवहार, सम्बन्ध सबैमा देखिनुपर्छ। बदमाससँगको सम्पर्क र सम्बन्ध भएपछि व्यावसायिकता हराउँछ। यहाँ बसपार्क क्षेत्रमा लागु औषध सेवनकर्ताहरू त्यस्तै होलान्, बेचबिखनकर्ताहरू त्यस्तै होलान्। बसपार्कको यो भिडभाडमय ठाउँको उपयोग गर्दै पाकेट मार्नेदेखि लिएर लागु औषधको ओसार पसार बिक्री वितरण गर्ने त्यो बदमासहरूलाई डर हुनुपर्छ। त्यो बदमासलाई कानुनी दायरामा निर्ममतापूर्वक ल्याउनको लागि प्रहरी क्रियाशील हुनुपर्छ र सज्जनहरूको लागि चाहिँ उहाँलाई मार्ग प्रशस्त गर्ने, यहाँ सामान हराएका, विभिन्न किसिमले चाहिँ अलपत्र परेका, परिवारजनबाट, साथी इष्टमित्रबाट छुटेका व्यक्तिहरू पनि हुन सक्नुहुन्छ। उहाँहरूको लागि पनि यहाँ एउटा बस्ने, एकछिन होल्ड गर्ने ठाउँको पनि आवश्यकता हुनुपर्छ। यो कर्ममा यो फेरि अब यति घर बनाइयो ट्राफिकले सर्वस्व गरिहाल्छ भन्ने कुरा पनि होइन। यो प्रहरी र नागरिक बिचको सुसम्बन्धको निरन्तरताले मात्र हामी आफ्ना लक्ष्यहरूमा, सुरक्षाका, सम्मानका, विकासका लक्ष्यहरूमा हामी पुग्न सक्छौँ। त्यसैले यो बसपार्क क्षेत्र सबभन्दा धेरै संवेदनशील छ। बसपार्क क्षेत्रको लाभ चाहिँ लिइराख्ने, बसपार्क क्षेत्रको धेरै सङ्ख्याका मान्छेहरू छन्, तर यो बसपार्कको उपयोग लिने, लाभ लिने मात्रै र यसलाई गर्न नखोज्ने पनि छन्। यो बसपार्कमा सबै बसहरू यहाँ भित्र आउन्, सबै बसहरू लामबद्ध भएर बसुन्, छुट्ने बस टाइममा छुटोस्, नागरिकले अनलाइनमा चाहिँ टिकट काटोस्। अबको जमानामा फिजिकली टिकट काट्नकै लागि भनेर बसपार्कको गङ्गु बसपार्कमा लामबद्ध हुनु पर्दैन। अब त्यस्तो अवस्था छ भने पनि आउन सक्नुहुन्छ। अब यहाँ बसमा आउँछन्, यहाँ आएर चढ्छन् र यहाँबाट चढ्ने स्थिति अथवा बिचबाट पनि चढ्न सकिन्छ। बसको रुट कहाँ पर्छ त्यो बिचबाटोमा जथाभावी त्यहाँ मन लाग्दै त्यहाँ यसो हात दिएर रोक्ने, त्यसपछि रोक्दै 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 जाने, त्यो इरिटेटिभ हुन्छ। त्यस कारणले कि यहाँ रोकिन्छ कि अर्को कुन ठाउँ हो त्यहाँ रोकिन्छ कि त्यहाँ रोकिन्छ, त्यसभन्दा त रोकिन्छ भन्ने पनि हुनु पर्यो। त्यो चाहिँ कस्तो हुनु पर्यो भन्दा त्यो पूर्व जानकारी दिएको हुनु पर्यो। त्यो प्रि इन्फर्म्ड कुन ठाउँमा रोकिने भन्ने हुनु पर्यो। सबै बस आउँछन्, यहाँ बस ठिक छ कि छैन, यसको बस सबै यहाँ बसेका बसको यहाँ मेकानिकल चेक गरेर मात्रै बस छुट्ने गर्नुपर्छ। मेकानिकल जाँच, कमसेकम यो बसको वरिपरि हिँडेर टायर ठिक छ, स्टियरिङ ठिक छ, तेल ठिक छ, ड्राइभरको मुख ठिक छ, ड्राइभरले खाएको चिज ठिक छ, अनि त्यसपछि अब त्यो सहयोगीको आचरण ठिक छ, मनस्थिति पनि ठिक छ भनेपछि यहाँबाट बल्ल गाडी चल्छ, नागरिकहरू बस्छन्, यात्रुहरू बस्छन् र चल्छ। बिचमा जथाभावी रोक्दै रोक्दै इरिटेसन हुँदै गर्ने होइन, त्यसरी जानुपर्छ। त्यो जान टिकट पनि पहिले काटिनुपर्छ, सबै टिकट काटेर मात्रै चढ्नुपर्छ। बिचमा छिस्किने हान्ने के भन्छ, त्यो बिचमा के भन्छ अरे, छ्याक्क नान्ने हुन्न, त्यो छ्याक्क नान्ने त्यस्तो हुन्न। त्यो छ्याक्क नान्ने कहीँ थियो कुनै जमानामा भने पनि छ्याक्क नान्ने कुराको अब बिर्सिनुपर्छ, शब्दै बिर्सिनुपर्छ। किन त्यो क्रियाकलापै छैन, शब्द पनि छैन। हामी त्यसतर्फ जानुपर्छ। त्यसतर्फ पनि कहीँ छैन कि भन्ने तर्फको चिन्ता, चासो, जागरण हामी सबैमा होस् र यो क्षेत्रलाई, यो बसपार्क क्षेत्रमा बस्ने मान्छेहरूलाई खै कुन्नी के हो भनेर शङ्का गर्ने स्थिति नहोस्। यो क्षेत्रमा बस्ने मान्छेहरू पनि राम्रा, सभ्य र भव्य छन् भन्ने पनि यो चाहिँ होस् भन्ने तर्फको चाहिँ यो प्रहरी र नागरिकको साझेदारीपूर्ण भावनाले त्यो काम हुनेछ भन्ने पनि म चाहन्छु। यो अन्तमा यो पवित्र र महत्त्वपूर्ण कार्यमा सकारात्मक सोच राखेर आफ्नो गाँस पटाएर, गाँस अब हुन त सबै धर्ममा आफूले कमाएको केही अंश दान गर है भनेको छ। अब कमाएको कमाई, भागेको भागे, कमाउन भागी गर्ने, सन्तानले बिर्सिएर
सन्तान बिग्रेको पनि चिन्ता नराखेर खालि कमाइको भागदौडमा बिर्सेर सबै बिर्सेका मान्छेहरू धेरै भयो कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ। तर पनि फेरि स्मरण गर्नै पर्ने कुरा के छ भने अब आफूले कमाएको केही अंश लोकहितको लागि, नागरिक हितको लागि, आफू जस्तै मान्छेहरूको हितको लागि, यहाँ सडकमा पढेका सहयोगापेक्षी मान्छेहरूको हितको लागि, त्यो मानव सेवा आश्रममा रहेका नागरिकहरूको हितको लागि पनि, यहाँबाट उठाएर त्यहाँ पुर्याइने अवस्थाको लागि पनि, घरबाट परित्यक्त, किनारीकृत, बहिष्कृत मान्छेहरूको पनि जीवनको हितको लागि पनि, आफ्ना बाबुआमाका प्यारे लालहरूको हितको लागि पनि यो चाहिँ सबैले आफ्नो गच्छे अनुसार, आफ्नो कमाइको अंश अनुसार कति पर्सेन्ट हुन्छ त्यो पर्सेन्ट योगदान गर्नु। योगदान गर्दा, दान गर्दाखेरि खुसीले गर्नु। खै परिया बेलामा यो पुलिस चाहिँ यसो फेरि के पर्छ भोलि बिहान गाडी रोक्ला, अलिअलि सहयोग गरेपछि यसो हुन्छ कि क्या भन्ने सहयोग चाहिँ नगर्नु, त्यस्तो नगर्नु। र यहाँ यो भवन निर्माण गर्दा चाहिँ गरिएको सहयोगले भोलि बिहान मैले त भवन निर्माणको लागि त्यत्रो सहयोग गरेको हुँ, मेरो गल्तीहरूमा छुट पाउनुपर्छ भन्ने दाबी नगर्नु। त्यो चाहिँ बिल्कुल नगर्नु होला, त्यो सभ्य समाजको विपरीत कुरा हो। त्यस कारणले त्यो नगरिकन हामी सबैले, म आफै पनि कारबाहीको दायरामा पर्छु, गल्ती गरेमा, नगरेमा केही हुन्न, ढुक्कका साथ हिँड्छु, प्रहरी चिन्न पनि पर्दैन, मैले के गर्न पनि पर्दैन भन्ने वातावरणको सिर्जना गरेर यो मुलुकलाई हामीले गरेका क्रियाकलापले, प्रहरीलाई भन्छु, प्रहरीले गरेका क्रियाकलापले छिमेकी मुलुकलाई प्रहरीले पनि यस्तै गर्न सिकुन्, यस्तै गर्न प्रेरित बनुन्। नागरिकको हितमा त्यस्तो एक्टिभ प्रहरी छ नेपालमा र त्यस्तै हुनुपर्छ भनेर त्यो दृष्टान्त दिउन्। विदेशका अन्य पोलिटिसियनहरूले पनि नेपालको जस्तो प्रहरी बन्नुपर्छ भनुन्, यहाँ चाहिँ निस्वार्थ काम गर्छ भनुन्, यो भवन नहुँदा पनि काम गरेका थियो भनुन्, भवन भएपछि अझ भव्य काम गरेका थियो भनुन्। त्यस कारणले त्यो किसिमको भावनाका साथ राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय छवि निर्माण गर्ने गरी आफ्नो काम गर्नको लागि पनि म हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन गर्छु। र साथै नागरिक जो दाताहरू हुनुहुन्छ, सकारात्मक सोचले आफ्नो गाँस कटाएर यो प्रहरीको आवश्यकतालाई महसुस गरेर यसको पुनर्निर्माण र यो सहयोग गर्नको लागि यहाँका सहयोगी हातहरू अघि बढेका छन्। यहाँहरूलाई पनि यो सहयोग गर्ने वातावरण निरन्तर बनिराखोस्। आफ्ना आवेगहरू आउँदा, आफ्ना झोक चल्दा, रिस उठ्दा फेरि प्रहरीलाई नै ढुङ्गा हान्नुपर्छ भन्ने कुरा बिर्सिन पनि म सबैलाई अनुरोध गर्दै अब यो बस पार्कको निर्माण, यो बस पार्क ट्राफिक प्रहरी बिलको निर्माण कार्यमा सक्रिय हुनुभएका समितिका अध्यक्षज्यू तथा सदस्यज्यूहरू, स्थानीय जनप्रतिनिधिज्यूहरू, भद्रभलादमी ज्यूहरू, सचेत नागरिक ज्यूहरू प्रति म नेपाल प्रहरी सङ्गठनको प्रमुखको हैसियतले र सबै प्रहरी कर्मचारीको अभिभावकको पनि हैसियतले म पुनः हार्दिक बधाई तथा बधाई व्यक्त गर्न चाहन्छु, सबैमा नमन व्यक्त गर्न चाहन्छु। हामी विगतको यो यही पनि भन्नुभयो अगाडि वडा अध्यक्षज्यूले, खरानीबाट उठेर चाहिँ खरानीमै परिणत भएको भोलिपल्टैदेखि उठेर खाली खुट्टाका साथ काम गर्न सुरु गरेको प्रहरीले हिजोको त्यो स्थितिमा पनि काम गर्न सकेको थियो भने अबको स्थितिमा झन् सक्रियताका साथ गर्नुपर्छ। यो प्रहरी पेसा होइन, प्रहरी सेवा हो भन्ने भावनाका साथ काम गर्नको लागि नागरिकका अपेक्षा के छन्, यो क्षेत्रका नागरिकका अपेक्षा के छन्, नागरिकका कानुन सम्मत अपेक्षा, फेरि नागरिक जे पनि अपेक्षा पुरा गर्ने होइन, कानुन सम्मत अपेक्षा पुरा गर्नको लागि यो भवन निर्माणले प्रेरणा प्रदान गरोस् र हामीले सक्रियताका साथ काम गर्दै हामीले राष्ट्रिय एउटा मानक सिर्जना गर्न सक्ने प्रेरणा पनि प्राप्त भएको महसुस गर्दै यहाँ सबैलाई धन्यवाद दिँदै मेरा भनाइहरूलाई विश्राम दिन्छु। सबैलाई धन्यवाद, सबैको जय होस्, धन्यवाद, जय नेपाल। ध्वस्त भएको ट्राफिक प्रहरी विरुद्ध नयाँ बस पार्क भवनको पुनर्निर्माण सम्पन्न गरेर आज जुन हस्तान्तरणको कार्यक्रम राख्नुभयो, खासमा यो यही उपत्यका प्रहरी कार्यालयका एआई साहबले गरे हुन्छ कि भनेको थिएँ मैले, फेरि मलाई नै जानु भन्नुभयो। मलाई पनि यति धेरै योगदान गरेर नागरिक स्तरबाट बनेको यो संरचनाको हस्तान्तरण कार्यक्रममा त्यसो भनेपछि म पनि एकदमै खुसी भएर आएको हुँ। र यो भवन निर्माणको माध्यमले नागरिक तहबाट जुन न्यानो माया प्राप्त भएको छ त्यसको लागि म भवन निर्माण समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू र यो भवन निर्माण गर्नको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरू सबैलाई
म हार्दिक रूपमा नमन गर्दछु। अब सामान्यतया सुरक्षाको कुरा गर्दा सुरक्षाको बृहत्तर कुरा हुन्छ। मैले अलि अस्ति नै पनि भने होला, उतापट्टिको सुरक्षाभित्र एउटा नागरिक जन्मिँदाखेरि गर्भमा रहेको भ्रूणको सुरक्षा हुन्छ, त्यसको पनि कुरा। जन्मेपछि स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षाको कुरा हुन्छ। हिँडुल गर्ने उसको कानुनी सुरक्षाका कुराहरू त्यस्तै हुन्छन्। र उसको फिजिकल सेक्युरिटी, उसको जिउ र धनको सुरक्षा महत्त्वपूर्ण हुन्छ। हामी यो एउटा पार्टमा छौँ। यो सुरक्षाको बृहत्तर, मानव सुरक्षाभित्रको बृहत्तर क्षेत्रभित्रबाट हामीले एउटा सुरक्षाको एउटा सानो अंशको कुरा गरिरहेका छौँ। तर यो सुरक्षाको अंश चाहिँ सबै सुरक्षाका विषयहरूभन्दा अझ धेरै महत्त्वपूर्ण छ। एउटा व्यक्ति घरबाट बाहिर निस्केपछि सुरक्षित रूपमा बाटोमा हिँड्न सकोस् र सुरक्षित हिसाबले नै बाहिर गएको मान्छे घरमा परिवारसँग फेरि फर्केर आएर मिलन हुन सकोस्। र त्यो बाटोमा हिँड्दाखेरि कहीँ अवरोध नहोस्, कहीँ खाल्डामा नछिरोस्, ढलबाट छिरेर बागमती वा विष्णुमतीको खोलामा झर्न नपरोस्, त्यस्तै कुनै खाल्डो खनेको ठाउँबाट तल खसेर हातखुट्टा भाँचिन नपरोस्, सवारी साधनले ठक्कर दिएर घाइते भयो भन्ने सुन्न नपरोस्, मृत्यु भयो भन्ने सुन्न नपरोस्। यी सबै सुरक्षाका बृहत्तर विषयभित्र चाहिँ हामी यसमा आबद्ध छौँ। र यहाँहरू पनि यो बस पार्क, यहाँ यतापट्टि थुप्रै बसहरू पार्किङ गरिराखिएको छ। यो बस पार्किङ गरिराखेका बसको पनि सुरक्षा हुनुपर्छ। पार्किङ भएका बसभित्रबाट पनि सामान उठाइदिएला कि कसैले भन्ने चिन्ता गर्नुपर्ने छ। पार्किङ भएको बसको टायरको हावा फुस्काइदिएला कि भन्ने पनि चिन्ता गर्नुपर्ने छ। यो मात्रै होइन, सिसा फुटाइदिएला, अन्य केही गर्ला, चोरी गर्ला भन्ने पनि हेर्नुपर्ने छ। त्यति मात्रै होइन, यो सवारी साधन यहाँबाट बाहिर निस्किँदै गर्दाखेरि सुरक्षित रूपले आफ्नो गन्तव्यसम्म पुग्नको लागि चालकको सुरक्षाको विषय पनि छ। चालक आफै सुरक्षित छन् कि छैनन्, चालकले सुरक्षाका उपायहरू अपनाएका छन् कि छैनन्, चालकले मादक पदार्थ सेवन अथवा लागु पदार्थ सेवन गरेर पो सबै सवार हुने यात्रुहरूको सुरक्षालाई जोखिममा पारेका छन् कि भन्ने पनि बृहत्तर सुरक्षाका विषयवस्तुभित्र हामीले हेर्नुपर्ने हुन्छ। जसको लागि ट्राफिक प्रहरी कर्मचारीहरू यहाँ यो कार्यालयदेखि सडकका ठुला सडकहरूमा, चोकमा, गल्लीहरूमा, त्यसमा सासाना